Can I hug you? It's a question. 여러분 보셔도 신 탐나 지게 가 여러분 저도 꿀에 또 탐나 지게 지게 나서 가리 자 여러분 보셔도 탐에 탐 지로 It was amazing meeting His Holiness, and I think it's a really great experience meeting somebody with such high positive energy. It's a really nice feeling meeting him, and you get a lot of that positive energy. It's not just like that, but once you get the positive energy, I think you're happier, and it's a better thing, and you smile a lot more. It was a really good experience overall. सबै साथीहरूलाई नमस्कार। आजको यो भिडियो चाहिँ म नेपाली कुरादेखि गर्छु है, किनकि पहिला सबभन्दा पहिला मलाई नेपाली त यति पनि आउँदैन, अलिकति पनि आउँदैन। जति आयो म त्यति कुरा गर्छु है। म इन्डियन हो, नेपाली सिकेको छैन, अलिकति नेपाली मान्छेसँग बसेर अनि अलिकति नेपाली यस्तै बोलेको अनि आफै यस्तो सिकेको हो। अनि आजको यो मेरो बारेमा इन्ट्रोडक्सन होइन, यो चाहिँ इन्ट्रोडक्सन भन्यो भने न्युज भन्यो भने के हो, त्यो अब आजकल चाहिँ एउटा बच्चा र अनि हाम्रो परम पावन दलाई लामा गुरुजीको बारेमा यस्तो के एउटा सर्ट भिडियो हालेर कहाँ यस्तो धेरै भाइरलहरू गरेको रहेछ नि त, अनि त्यसको बारेमा कुरा गर्ने हो। यो चाहिँ अब के हो जो मान्छेले यस्तो गरेको उसलाई त के सोधेर गरेको हो, त्यसको पछाडि कसको हात हो, किन गरेको ऊ आफैले बुझ्छ है। हामीले बुझ्ने गाह्रो छ है। हामीले चाहिँ के सोच्नुपर्छ भन्ने पनि हामीहरू सबै दलाई लामाको फलोवर्स हो, स्टुडेन्ट हो, अनि भक्त हो होइन। अब हामीले चाहिँ के सोच्नु पर्यो भनेपछि अब पहिला यो भिडियो छ नि, पहिला म यहाँ भिडियो देखाउँछु है, यो सबै हेरेपछि है फेरि हामीहरू यहाँ कुरा गर्छु। It's a question. 여러분 보셔도 신 탐나 지게 가 여러분 저도 꿀에 또 탐나 지게 나서 가리 자 여러분 보셔도 탐에 탐 지로 나서 그래 여러분 저도 학생이 누구도 학직 지게 됐어. Okay, come. Who's here? Then I think finally here also. And suck my tongue. Thank you. Thank you. We are same human brothers, sisters. Thank you. Now, you should look those good human beings who create peace, happiness, should not follow those human beings who always killing other people. You should not look these people. यो भिडियो सबै हेरिसक्यो है अब तपाईहरुले। अनि त्यसमा के भनेको छ, तपाईहरुले के डाउट आएछ यहाँ है? किन यो मान्छेहरुले यो सर्ट भिडियो बनाएर फुल भिडियो नहालेर सर्ट भिडियो हालेर अनि त्यो माथि के नराम्रो कुराहरु लेखेर अनि किन बदनाम गरिरहेको छ है? त्यो चाहिँ बुझिसक्यो छ होला है। अझै हामीहरु कुरा गर्नु पर्यो यो माथि है। अब हामीहरु सबै बुद्धिज्म फलोवर्स हो हैन। अनि त के भन्छ अब कोहीले यो भिडियो पुरा नहेरेर अनि अलिकति सानो भिडियो हेरेर एकदम अनकम्फर्टेबल जस्तो हुन्छ नि त, नराम्रो कुराहरु, मन दुख्ने कुराहरु जस्तो भएको छ होला है। भएको छ होला होइन, भएको छ एकदम डेफिनेटली भन्छ नि त, भएकै छ, अहिले भइरहेछ भनेको त्यस्तो हुन्छ नि, त्यस्तै भइरहेछ। अनि अब यसमा के हो भनेपछि यो मान्छेलाई धर्मको कुरा नआउने मान्छे हो यस्तो हाल्नेहरु। अंग्रेजहरुले त अब के भन्ने, एउटा मान्छेले गर्दैखेर अनि सबैको नाम जान्छ नि, अनि त्यस्तै इन्डियामा त्यस्तै हो।
अनि न्युजवालाहरूले अनि के भन्दै रहेछ अब एक दुईजनाले गरेर अनि सबैलाई यस्तो नराम्रो अनि एउटा मान्छेले गरेर यस्तो सर्ट भिडियो हालेर अनि कति मान्छेको मन दुखाएको छ होला। अनि त्यसको चाहिँ पाप चाहिँ कसलाई जान्छ? त्यसको पापको कारण को हो? त्यो मान्छे नै हो नि त। अनि यस्तो गर्ने केही गल्ती नहुनु ठाउँमा अनि गल्ती निकाल्ने मान्छे अनि त्यस्तो उसलाई जान्छ यो पापको जड छ नि त। उसको कारण गरेर यो पाप कमाइरहेछ। यो पापको सबै उसले जान्छ। अनि हामीहरू चाहिँ अब डिमोटिभेट हुने हुँदैन, किनकि तपाईँहरूले सबैले यो फुल भिडियो के रहेछ सबैले हेरेको है, मैले अहिले हेरेको छ। अनि यसमा के रहेछ दलाई लामाले अब यस्तो हुन्छ नि, म एक्जाम्पल राख्छु है। म एउटा टिबेटनदेखि पोपो भन्छ होइन, दादा बाजे भन्छ होला, अनि दादाजी बाजे यस्तो भन्छ होइन। अनि आफ्नो बच्चा एउटा धेरै टाइमदेखि अनि हेरेपछि एकदम गले लगाउँछ अनि चुम्बन गर्छ। अनि त्यस्तो सेम नै हो नि त यसमै। अनि गुरुजीले एकदम मजाकले बच्चाले पुछ्यो, दलाई लामा म तपाईँलाई यस्तो भेट्ने हुन्छ, गले लगाउने हुन्छ भनेको। दलाई लामा हुन्छ भनेको। अनि उस गले लगाएको अनि दलाई लामाले एकदम बच्चाले प्यार आएको एकदम के भन्छ अब माया आएर अनि दलाई लामा भनेको यहाँ पनि किस गरौँ, मेरो जीवमा पनि किस गरौँ यस्तो भनेको। यसमा के नराम्रो हो? अब दलाई लामाले त उसको प्रति केही पनि यस्तो नराम्रो सोच राखेको छैन। दलाई लामाले त एकदम आफ्नो बच्चा हो भनेर नि यस्तो माया गरेको छ। अनि यसमा अब यस्तो सर्ट भिडियो हालेर अनि कुरा नराम्रो लेख्ने चाहिँ कारण के छ? यसमा के पनि कारण छैन। अनि त्यही भएर हामीहरू अलिकति पनि डिमोटिभेट हुने हुँदैन अब, किनकि यो कुरा पनि हामीलाई केही मायने राख्दैन, किनकि यसमा केही गल्ती छैन रहेछ। सबै एकदम दलाई लामा सबैलाई, बुढा मान्छे भए पनि, बच्चा भए पनि, सानो मान्छे भए पनि, जवान कोही भए पनि सबैलाई सबै मान्छेलाई दलाई लामाले सबैलाई राम्रो गर्छ, सबैले माया गर्छ, सबैलाई एकदम प्यार गर्छ। त्यही भएर अनि बच्चाले पनि यस्तो गरेको। अब यसमा नराम्रो सोच्ने कुरै छैन। अनि त्यही भएर सबैलाई म हात जोडेर अनि रिक्वेस्ट गर्छु। अनि केही सर्ट भिडियो हेरेर अनि तपाईँहरूलाई मनमा केही दुःख भयो भने अनि त्यसलाई यस्तै फुल भिडियो तपाईँहरूले हेरेको छ अनि त डिमोटिभेट हुने हुँदैन भनेर। अनि यही हो मेरो भिडियो।